अलिकति हामी जटिलतामा छौँ। हाम्रो वाडा कार्यालय मेरो एउटा जिम्मेवार पद अलि गम्भीर रूपमा अलि सङ्कटमा छ। मेरो जहाँ पनि दुःख सुखमा हुन्छ म त्यहाँ म साथ दिन्छु, दुःख परेको खण्डमा म आवाज उठाउँछु। एउटा मान्छेले आफ्नो घर चलाउनमा कतिको चुनौती हुन्छ, उसलाई आफ्नो बालबच्चालाई आफ्नो घराइसी मामलालाई सुधार्नमा कति चुनौती हुन्छ। हामीलाई त यहाँ लमसममा 1300-1400 घरधुरी हाम्रो 8 नम्बरमा छ, त्यस्तो चुनौती छँदैछ। सम्पूर्णमा नमस्कार, स्वागत छ। म पारस पुनिया, तपाईँ हेर्दै हुनुहुन्छ परिवर्तनको आवाज। आज हामी आइपुगेको छौँ वार्ड नम्बर 8 को वाडा कार्यालयमा र हाम्रो साथमा हुनुहुन्छ वार्ड नम्बर 8 को वाडा अध्यक्ष धर्मेन्द्र कुमार बनियाज्यू। हामी उहाँसँग कुराकानी गर्नेछौँ। नमस्कार सर। नमस्कार। सन्चै हुनुहुन्छ? हजुर सन्चै छौँ। हजुर, निर्वाचन भएको दोस्रो कार्यकालमा 3 वर्षभन्दा बढी पुरा भइसकेको छ। अहिलेसम्म तपाईँले के कस्ता कार्यहरू गर्नुभएको छ? ती कार्यहरू निर्वाचनमा पेश गरेको घोषणापत्र अनुसार भए कि भएनन्, के कस्तो छ? निकै क्वेसन ल्याउनु हो हाम्रो पारसज्यू। कुरो के छ भने मलाई केही भन्न त जरुरी छैन त्यति खास चाहिँ, तर गुलरिया नगरपालिका वार्ड नम्बर 8 को जनताले दोस्रो कार्यकाल दिएको छ। मेरो 8 वर्ष बित्दैछ। म 8 वर्षदेखि यो क्षेत्रमा एउटा कार्यरतको रूपमा जनताले मैले बसालेर म जनताको सुख दुःखको काम गर्दै आइराखेको छु। अब यो 3 वर्ष दोस्रो कार्यकालको हो मेरो। पहिला कार्यकालमा मैले गरेको काम कर्तव्यहरू घोषणापत्रहरू मेरो 8 नम्बरको जनताले बुझेको छन्। उहाँले बुझ्दाखेरि मलाई दोस्रो कार्यकाल मिलेको छ। अब दोस्रो कार्यकालमा हामीले जुन काम गर्दै आइराखेका छौँ भने 2 वर्षसम्म हामी राम्रोसँग काम गरियो, विकास भयो, जनचेतना लगायत र टोल गाउँ घर सरसफाइ लगायत सबै कुरा हामी गर्दै गयौँ। अलिकति हामी जटिलतामा छौँ। हाम्रो वाडा कार्यालय मेरो एउटा जिम्मेवार पद अलि गम्भीर रूपमा अलि सङ्कटमा छ। सङ्कटमा परेको अलि राजनीतिकको हिसाबले परेको छ। यसमा हाम्रो तेस्रो वर्षमा अलिकति डगमगाइराखेको अवस्था छ हामीलाई। हाम्रो अहिले केही राजनीतिक कारणले हाम्रो बजेट पास भएको छैन। तेस्रो वर्षमा हामी अलिकति डगमगाएका छौँ, तर त्यो पनि उम्मिद छ, विश्वास छ हाम्रो जनप्रतिनिधि सदस्यहरूमाथि लगायत सबै विकास प्रेमीहरूमाथि कि यो जुन सङ्कट आएको छ जनताको हो, जनताको हक अधिकारको कुरा हो, मौलिक हक अधिकार कानुनले भनेको छ, संविधानमा छँदैको छ, तिनले हामीले जनतालाई वञ्चित पार्नु हुँदैन। सबैको साथ सहयोग चाहिन्छ। अनि मेरो लाग्छ, मेरो विश्वास छ कि अहिले हिन्दू नगर सभा आउँदैछ, त्यसमा हाम्रो 8 नम्बरको जनताको बजेट पास हुन्छ, हामी पास गरेर अगाडि बढ्छौँ। यो वाडामा बाटो अनि नालाहरू, पोलमा बत्तीहरू नभएका मुख्य समस्याहरू देखिन्छन्, तिनीहरू किन समाधान हुन सकिरहेको छैनन्? त्यो पनि क्वेसन राम्रै हो। हामीले अहिलेसम्म सबै गर्दै आएको थिएँ, अहिले हाम्रो बजेट नपास भएको कारणले हो। अनि समस्या सावधान नालाहरू लगायत बत्तीहरू हाम्रो 1 वर्ष वारेन्टी भएको हुन्छ। हामी जुन जडान गर्छौँ, वारेन्टी गरेको जुन कम्पनीले हाम्रो वार्डमा लगाउँछ त्यो नगरपालिकाबाट सम्झौता गर्छ, त्यो नगरपालिकाबाट नै सम्झौता गरेको वारेन्टी हुन्छ त्यसले मर्मत गर्ने। कतिपय हाम्रो बत्तीहरू छन् त्यो मर्मत नभएको खण्डमा छ, हामीले नगरपालिकालाई गुहारेछौँ, नगरपालिकालाई भन्यो, नगरपालिकाले उसको ताकता गर्दैछ, त्यसले उहाँले अगाडि प्रक्रिया चलाहन त्यसले मर्मत गराएर सायद बत्तीको व्यवस्था हुन्छ। नालीको विषयमा, बाटोघाटोको विषयमा हामीले साना बनाइराखेका छौँ। ठुलोको योजना हामी माथि पठाएका छौँ। नगरपालिकालाई पनि हामी माग गरेका छौँ, प्रदेशलाई पनि, सङ्घलाई पनि, ठुला बाटो ठुला नालीहरूलाई हामी त्यस्तो प्रोसेसमा छौँ। त्यो पनि अझ टाइम लाग्ला, सायद हुन्छ, मलाई विश्वास छ। आगामी दिनमा के कस्ता योजनाहरू बनाउनु भएको छ कार्यहरू गर्नको लागि? हामी अहिले योजना खास गरी के गऱ्यौँ भने हामी हाम्रो यो कृषि क्षेत्र रहेको कारणले हामी कृषितिर धेरै ध्यान दिइराखेका छौँ। हाम्रो बत्ती बिजुली पोल लगायत हाम्रो नहर पनि आइराखेको छ, नहर पनि निर्माण भइराखेको छ, लगायत हामी बोर र मोटरको उद्देश्यमा छौँ। हामी आफ्नो किसानहरूलाई, साना किसानहरूलाई जुन छन् तिनीहरूलाई हामी मोटर र बोरको सिँचाइहरूको व्यवस्था हामी गरिदियो भने त्यो उहाँहरूलाई हामी त्यस्तो ध्यान आकर्षण बढी गरेको छौँ। र जनप्रतिनिधि हामी जति छौँ भने कृषि क्षेत्र लगाएर जन समुदायलाई हामी जनचेतनामूलकमा र आफ्नो सुधार गर्ने भने कारोबार त्यो हाम्रो आय स्रोतकोतिर कसरी जाने भने त्यसको प्लानिङमा छ। दोस्रो कार्यकालमा अहिलेसम्म हजुर कार्यहरू गर्दैखेरि के कस्ता चुनौतीहरू अथवा समस्याहरूको सामना गर्नु पर्यो होला? मलाई लाग्छ कि समुदायबाट मलाई कुनै चुनौती गर्न परे होइन। मेरो 8 नम्बरको जनताले मलाई कुनै ठाउँमा चुनौती जस्तो आह्वान गरेको छैनन्।
मैले उहाँलाई त्यतिकै भन्न म धन्यवाद दिन चाहन्छु आफ्नो 8 नम्बरको जनतावासीहरूलाई। उहाँले मलाई कहीँ पनि यस्तो चुनौतीमा हाल्नु भएको छैनन्। अब चुनौती भनेको राजनीतिक हो। अब राजनीतिकमा अलिअलि अब हामी यहाँ कुर्सीमा बसेको खण्डमा हामी राजनीतिक गर्न सक्दैनौँ। अब तर बाहिरमा भएको मान्छेले अलिकति समुदायलाई अनि लगायत राजनीतिक दलका अरू व्यक्तिहरूले अब समुदायमा भरम फैलाउने वातावरण लगायत यताउता त्यो चुनौतीहरू हुन्छ। त्यो चुनौतीहरूलाई हामी खासै मान्दैनौँ। त्यो उहाँको चुनौतीलाई चिरोफारो गरेर हामी जनताको सुविधा र विकासतिर लाग्ने हो, तर उहाँको कुरातिर हामी लाग्न सक्दैनौँ। एउटा मान्छेले आफ्नो घर चलाउनमा कतिको चुनौती हुन्छ, उसलाई आफ्नो बालबच्चालाई आफ्नो घराइसी मामलालाई सुधार्नमा कति चुनौती हुन्छ। हामीलाई त यहाँ लमसम्म 1300-1400 घरधुरी हाम्रो 8 नम्बरमा छ। त्यस्तो चुनौती छँदैछ, तर हामी त्यसमा पछाडि हट्दैनौँ। त्यो चुनौती हामीलाई किन प्राप्त भएको छ भने त्यो जनताले हामीलाई अभिभावकको रूपमा त्यो चुनौतीलाई सल्भ गर्नुपर्छ भनेर हामीलाई यहाँ बसालेको छ। त्यसको हिम्मतको साथमा हामीले त्यो चुनौतीलाई कबुल गर्दै र उहाँको विकासतिर हामी लाग्छौँ। आगामी 84 मा हुने निर्वाचनमा तपाईँ फेरि पनि चुनाव लड्ने अथवा के विचार बनाउनु भएको छ? जनताले तपाईँबाट कस्तो आशा गर्ने? मैले एउटा कुरा भाइ के भन्न चाहन्छु पत्रकारज्यू, मैले यसमा के भन्न चाहन्छु भने मैले यो 84 को चुनाव र हामी अहिले फागुन 21 गतेको चुनाव हाम्रो नेपाल सरकारले चुनेको छ संसदीय चुनाव लगायत मैले के भन्न चाहन्छु भने चुनाव भनेको मेरो मनमर्जी होइन। आगामी दिनमा मैले उठ्ने कि नउठ्ने भाइको क्वेसन हो भने ठिक छ। चुनाव मैले उठ्ने नउठ्ने भने मेरो समुदायको प्रति छ, मेरो जनता प्रति छ। मैले रुचाउँछन् भने मैले उठ्छु। उहाँले मलाई मेरो काम कर्तव्य हेर्नुभएछन्। मैले त्यो फेसबुकमा हालेर फर्मालिटी मैले कहिले पनि देखाएन। मेरो काम कतिको भएछ म गर्वको साथ भन्छु। 5 वर्ष पहिलाको पनि काम र अहिलेको काममा मैले कहीँ पनि जनताको सुविधामा जनताको कामको जनताको हक अधिकारको विषयमा बोल्नमा पछाडि पनि कहिले पनि पछाडि भएन। म जहाँ भए पनि जनताको समुदायको विषयमा आवाज उठाउँदै आछु, उठाउँछु। यो हाम्रो तराई बेल्ट हो। तराई बेल्टमा विकास हुनुपर्छ। हाम्रो गुलरिया नगरपालिकाले विकास हुनुपर्छ। धेरै गरिब जनताहरू पनि छन् जुनलाई हामीले उहाँसम्म पहुँच गर्न सके छैनौँ। त्यो पनि पहुँच हामीले गर्नुपर्छ। मैले चुनाव उठ्ने नउठ्ने मेरो समुदायको माथि छ। मेरो समुदायले मलाई मन परायो भने, दोस्रो दिइसकेको छन् भने कता कता मलाई लाग्छ, विश्वास छ मेरो जनताप्रति कि सायद रुचाउँछन्। तर मैले उहाँहरूलाई कसैले यो भन्दैन मै हो भनेर, किनकि उठ्न पनि सक्ने नउठ्न सक्ने भने मेरो जनताको, मेरो कार्यकर्ता, मेरो लगायत मेरो विकासले दिन्छ। मलाई त्यसको लाग्छ मैले यो गर्ने सक्षम छु भने, मैले गरेको छु भने मलाई खास गरी यहाँ नेपालको सिस्टम छ, टिकटको आवश्यकता हुन्छ। टिकट नपाइकन उठ्न गाह्रो हुन्छ हैन। यहाँ पार्टीगत धेरै चल्छ। अब जहाँसम्म छ यो हाम्रो जेनजी आन्दोलनको कारणले व्यक्ति हेर्न वातावरण पनि समुदायको भित्र हुन्छ। व्यक्ति चोइस गर्नुपर्छ। उहाँले व्यक्ति चोइस गर्नुहुन्छ। म बडा भाग्यमानी छु। मैले गरिब दुखीको जनताको काम गर्न मैले पाछु। मलाई जनताले यो ठाउँमा बसाल दिएको छन्। मेरो जनताले यहाँ बसालेको खण्डमा उहाँहरूको आवाज आयो भने तपाईँले उठ्नुपर्छ भने म उठ्छु। किनकि कसैको जिम्मेवारी लिनको लागि यो बहुत महत्त्वपूर्ण कुर्सी हो। यो पद भनेको बहुत महत्त्वपूर्ण पद हो। ऊ पदलाई दुरुपयोग गर्न मिल्दैन। आफूको माथि सङ्कट आएको त्यसले सहनुपर्छ, तर कसैलाई सङ्कटमा ल्याउनु पर्दैन। त्यो मेरो उद्देश्य हो, मेरो विचार हो। त्यो कारणले मैले के भन्न चाहन्छु भने मेरो जनताले म यो सक्षम छु, मैले जनताको समस्या हल गर्न सक्छु। मैले अहिले 8-10 वर्ष मेरो पुरा हुन्छ 84 मा 10 वर्षसम्म मैले के गरेको, मेरो विचार कस्तो छ, मेरो सिद्धान्त कस्तो छ, म यो लायकको छु कि छैन भने मलाई त्यो लायकको छु भने जनताले मलाई अवश्य त्यो ठाउँमा फेरि पुर्याउँछ, फेरि बसाल्छ। म छैन भने त अरू कोही म भन्दा राम्रो देखिन्छ भने मैले ऊ जनताले उसलाई सपोर्ट गर्छ, खुसी हुन्छु। म यही आह्वान गर्न चाहन्छु 84 को चुनावको विषयमा जति पनि जनप्रतिनिधि हुन्छन् गुलरियावासीले राम्रोसँग, उसको पुर्खौलोदेखि नै हामी यहीँको बासिन्दा हौँ। हामी सबैलाई देखेछौँ, कई पुस्ता हामी हेरिसकेका छौँ। आउने जेनेरेसन जुन हाम्रो छ अहिले माहौल जस्तो छ, त्यो माहौलको हिसाबले को सक्षम छ, को यो तरिकाले जनताको वास्तविकता, जनताको विकास चाहन्छ, जनताको दुःख सुखमा घुलमिल गर्न चाहन्छ भने त्यसले दुःख भोगेको छ कि भोगे छैन त्यसको विषयमा महसुस गर्न सक्छ कि नै, त्यस्ता व्यक्तिहरूलाई चुन्नुपर्छ। मैले गुलरिया नगरपालिकाले यसै साथसाथमा मैले अपिल पनि गर्न चाहन्छु। रह्यो भने 84 को चुनाव मेरो तयारी, मैले जुन तरिकाले जनताप्रति मैले काम गरेको छु, काम गरेको खण्डमा मान्छेले
पद पाउँछ, काम नगर्यो खण्डमा पद पाउँदैन। मैले हेरेछु कति चुनाव हुन्छ, चुनाव भएको छ, 2टा चुनाव मैले नै लडेको। जो समुदायको भला गर्न खोज्छ, समुदायमा जसले काम गरेको देखिन्छ त्यसैलाई जनताले रुचाउँछ, त्यसैलाई जनताले भोट दिन्छ। मैले चुनावको विषयमा यति विचार गर्दैछु। म आफ्नो माथि पनि विचार गर्दैछु, मैले कस्तो काम गरेछु, मेरो जनताले कतिको रुचाएछन्, मैले त्यो पनि अध्ययन गर्दैछु। मेरो जनताले मलाई रुचाएछन्, मेरो कामलाई रुचाएछन्। मैले ठिक छ यो भाइले आउनै पर्छ भने त म उठ्छु, किन नउठ्नु, किनकि मलाई यो भाग्यशाली छु। मैले गरिब दुखीको विषयमा बोलिदिने, आवाज उठाइदिने, काम गरिदिने, जति सक्दो मेरो हक अधिकार, मेरो कुर्सीले जति मलाई स्थानीयताले मलाई जति जिम्मेवारी दिएको छ, नेपाल संविधानले मलाई जिम्मेवारी दिएको छ, वाडा अध्यक्षको जति काम कर्तव्य दिएको छ, मैले त्यो काम कर्तव्य पछाडि हट्न पनि चाहँदैन, म हट्न पनि हट्दैन। रह्यो भने जनताको लागि मैले कहाँ लड्नुपर्छ, के बोलिदिनुपर्छ, मलाई जति ज्ञान बुद्धि प्राप्त छ मैले जनताको हितमा सधैँ बोल्दै आएको छु, म बोल्छु। भोलिको दिन 84 चुनावमा म चुनाव उठेन भने, म लडेन भने मैले जनताको मेरो जहाँ पनि दुःख सुखमा हुन्छ म त्यहाँ म साथ दिन्छु, दुःख परेको खण्डमा म आवाज उठाउँछु। त्यो म पछाडि हट्दैन। यो मेरो जीवनको इतिहास भइसकेछ। जनताले मलाई मन पराएको, मलाई विश्वास गरेको, म फेरि म 8 नम्बरको जनतालाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। यही हजुरको मिडिया मार्फत म धन्यवाद दिन चाहन्छु। आगामी दिनको चुनावको सिलसिलामा जब आउँछ त्यो दिन मैले विचार गर्ने हो। पहिला म विचार गरेको छैन। अहिले मेरो कार्यकाल जति छ त्यो मैले राम्रोसँग सुखा तरिकाले जनताको भरपूर मैले उहाँको विकास गर्न सकौँ भन्ने मेरो उद्देश्य यही हो। हस्, धन्यवाद अध्यक्षज्यू। जस्तै कि तपाईँले सुन्नुभयो, अध्यक्षज्यूले तपाईँमाथि विश्वास गरेर बस्नु भएको छ। मैले के कस्तो काम गरेको छु, के राम्रो छ, के नराम्रो छ, जनताले आफै मूल्याङ्कन गरिराखेको छन्। त्यो कर्तव्य पनि तपाईँको हो। तपाईँको जनप्रतिनिधिले के कस्ता कार्य गरिराख्नु भएको छ भन्ने त्यो मूल्याङ्कन गर्ने जिम्मा तपाईँको हो। यस्तो ठाउँमा बसेर म गरिब दुखीको कार्य गर्न पाइराखेको छु, सहकार्य गर्न पाइराखेको छु, त्यसमा मलाई गर्व लाग्छ। उहाँले भनिसक्नु भएको छ र उहाँले के कस्ता कार्यहरू गर्नु भएको छ त्यो मूल्याङ्कन गर्ने जिम्मा तपाईँको हो। हामी फेरि भेट्नेछौँ। हस्, धन्यवाद।